सबैजनामा नमस्ते। मेरो नाम चाहिँ सुदीप भट्टराई। हिजो हाम्रो भएको आन्दोलन राजावादी तर्फबाट अब हामी चाहिँ म चाहिँ गणतन्त्रवादी नि होइन, म राजावादी नि होइन। अब जे आउँछ जुनले देश राम्रो चलाउँछ म त्यही नै हो। किनकि राजा आए नि देश राम्रो चलाउनु पर्यो हुन्छ हो। राजा आयो भने ती सबै ती परदेशमा भएका संसदमा भएका भुसिया कुकुर सबैले खानुभन्दा एउटाले खानु ठिक नै हुन्छ, बेस्ट नै हुन्छ। राजा आउनु देश चलाउनु, राजा आयो भने राजाबाट ओन्ली एउटाले देश चलाउने भयो आनन्द चिलमा परदेश सरदेश यताउति हामीलाई अग्रम बग्रम हामीलाई तिनीको कुनैको सवाल भएन हैन। कसरी हुन्छ राजा आउनु पर्यो। हिजो जे भयो मैले भन्न चाहेको चाहिँ हाम्रो प्रहरी नेपाल प्रहरी अनि हाम्रो जनताको चाहिँ हिजो भिडन्त दह्रो भयो। किनकि जुनसुकै कुरामा प्रहरीले त शान्ति गरौँ होइन, सबैको सुरक्षा गरौँ भन्ने सोच्ने हो। अब त्यहीको लागि काम गर्ने हो। माथिबाट जे आदेश आयो ल यो गर्नु पर्यो भनेपछि उनीहरू त्यो नगराइकिनै गर्छन्। हिजो कतिले लाठी चार्ज त मजाले सुड्डोहरूले त धोबी खाए भन्न मिलेन होइन। अब कति खाएकै पिटाइ गोली दबाईको होइन, पुलिसले ग्यास फाल्ने यता अग्रम बग्रम यताउति सब। त्यो बिचरा त्यही जुन घरलाई फोरे तोडफोड गरे आगो लागि गराए होइन, त्यही घरमा भिडियो गराउने त्यो क्यामेराम्यानको के गल्ती थियो होइन। यति दुःख पाए, यति दोषी छन् सबै। अब मेन कुरो कसरी हुन्छ, हाम्रो 3टा मेन भुसिया कुकुरहरूलाई पानीमा सुताउन पर्यो एनी हाउ कताबाट हुन्छ कुरो गर्ने भने त्यो गर्नुहोस्। यो जनतालाई दुःख दिने काम, यो जनतालाई गोली हान्ने काम, जनताले गोली पुलिसलाई ठोक्ने काम, यो दिनै गरेर कहिले केही सल्भ हुनेवाला छैन। इच्छा चाहिँ एउटा के आधार खोजौँ, आधार खोजेर कताबाट हुन्छ हामीले देश एउटा मान्छेले व्यक्तिले चलाओस्, चाहे राजा होस् चाहे देशको प्रधानमन्त्री नै होस् होइन, राम्रो बस् के देश एकदम नेपाल भनेपछि गर्व गर्ने लायक बनाओस् के। हामी पनि बाहिर खाडी दुःख पाउन जान नपरोस् होइन। किन हो र हामी सधैँ हामी गणतन्त्र आएदेखिबाट हाम्रो देशबाट मान्छे बिस्तारै बाहिर जान लाग्यो किन छैन त यार। नेपालमा के छ भनेको कि म एउटा कर्मचारी, काम गर्ने कर्मचारी हो, तलबको कुरा नगरौँ मलाई पुग्दैन कि मैले भनेर भएन। मलाई देश छोडेर जान मन छैन, तर बाध्यताले पैसा कमाउन, ऋण तिर्न, आफूले बनाएको घर बोट होइन, ग्यास बास कपास त्यसको ऋण तिर्न हामी कहाँ पुग्नुपर्छ, विदेश पुग्नुपर्छ। हाम्रो नेपालमा कमाएर तिरिन्छ भन्ने छैन। कमाउनु गद्दार माफियाहरूले कमाए होइन, दलालहरूले कमाए, खाना पर्छ जे गरे नि हुन्छ भन्नेले गरे। हामी चाहिँ स्वच्छ मान्छे एकदम केही नगरौँ, ल सबैको लागि राम्रो गरौँ होइन। एउटा भोलिको भविष्य उज्जवल भविष्य देशमै देखेर बस्ने यो भनलाई त हामीलाई त गाह्रो छ नि। त्यो पनि बुझ्नु पर्यो नि त। हामी देशका हामी जति पनि विदेश गएका युवा र हामी नेपालका युवा एकजुट भएर हामी आन्दोलनमा उत्रिन पर्यो भने अहिले जो पनि उत्रिरहेछन् बुढाखाडा खासै युवा पनि छैनन् कि। लाठी खानी पनि हिजो बुढाखाडा सुड्डोहरूले खाइरहेछन् कि। हाम्रो बाबा मम्मीहरू आमाहरू सबै आन्दोलनमा उत्रिनु भएको छ कि। हामीलाई गाह्रो छ। त्यही पनि गोली ठोकिदिने, हामी हान्दिने, गोली भच्काइदिने भने अहिले जनतासम्म गोली छ। हिजो देख्नुभयो तपाईँले कतिजना जनताले गोलीले छिराइने ढुक्क। नेपालमा यो हो भने इन्डियाबाटै छिराइदिन सक्छ कि ढुक्क हो। बन्दुक इन्डियाले जति पनि इन्डियाका जति पनि भुसिया माफियाहरू छन् नि गुन्डाहरू सब बन्दुक सन्दुक सब छिराएर यिनीहरूले ठोकिदिन्छन्। नेपालमा हान्दिन पर्यो भने हान्दिउँ भन्ने भने जनता जति उर्लेको बेला उनीहरूलाई कसरी हुन्छ बेचबिखन गरेर भए पनि उनीहरूको हातमा पारेर हिजै देखियो होइन। त्यस्तो हानाहान भयो नि। कति पुलिसको त बन्दुक खोसियो भन्ने पनि कुरा आइसक्यो। त्यो भयो भने बहुत गाह्रो हुन्छ। देश बहुत डामाडोल अवस्थामा पुर्याइदिनु भयो। अरू केही पनि होइन। कसरी हुन्छ हामीलाई सुख र हामीलाई शान्तिको वातावरण चाहियो। अरू त के सोच्न सकिन्छ र। ल हजुरहरू भन्न चाहनुहुन्छ आजलाई यति नै कुरा गरे, यहाँभन्दा बढी कुरा नगरौँ होइन। के हुन्छ बिस्तारै कुरा गर्दै जाउँला। म पनि नयाँ भर्खरै सुरुवात गर्दैछु। त्यसको लागि अब हजुरहरू गणतन्त्रवादी कि राजावादी यति भनिदिनुहोस्। त्यसपछि हजुरहरूको जे सपोर्ट मेरो पनि त्यही सपोर्ट हुन्छ। हस्, धन्यवाद।